खोइ चामल अलिक मात्रै भिजाउनु पर्छ जान्दै थुप्रो होइन घरमै चाहिन्छ नि एकछिन छोडिन्छ ल भित्र लैजाउँ अब ल भाइहरू त चाँडो पार्नु आउँदाखेरि पर बत्ती बालिरहेको त खोइ चामल सबैलाई चामल यहीँबाट उठाएर त भइहाल्छ हातमा चामल दियो मिलेर बस्छ लाइन लगाएर टोपी झुक्नु पर्दैन टोपी नै होला है कोही भान्जा आउनु भयो नि त भिडियो गरेर प्यासिया पार्दै ल ए ल ए जेठा यहाँ मदि जेठा आउनु ल ओ भान्जा आउनु भित्र बस्तीपुरै आउनु न बस्तीपुरै धेर छर्नु बिस्तारै गर्नु न सबै बिर्सेर के मलाई खै त भने भाले ल्याउने छरौँ न चामल